सम्पूर्ण माओवादीका साथीहरूलाई र म आफै माओवादी भएको हिसाबले म माओवादीका साथीहरूलाई के भन्न चाहन्छु भनेपछि तपाईहरुले राजावादीहरूलाई गाली गर्ने काम पटक्कै नगर्नुस्। किन भनेपछि तपाई हामीलाई 220 सिट दिएर सबभन्दा ठूलो पार्टी बनाएर सरकारमा पठाउने जनताहरु हुन् तिनीहरु। राजा त्यतिकै सडकमा झरेका छैनन्, जनता झरेर राजा झरेका हुन्। जनतालाई अब आमूल परिवर्तन चाहिएको छ, देश परिवर्तन गर्ने नेता चाहिएको छ। त्यसकारणले त्यही जनताले राजा फालेका थिए, आज त्यही जनताले फेरि राजा ल्याउन लागेका छन्। ती हाम्रै पार्टीका मान्छेहरु हुन्, तिनी कुनै बाहिरका राजावादीहरु हैनन्, हामीले भोट दिएका जनताहरु हुन्। त्यसकारणले गर्दाखेरि उग्र धेरै नगर्नुस् भन्न म तपाईहरुले चाहन्छु। उग्र धेरै गर्यो भने जंगलको मृग फेरि जंगलमा पस्ला, उतैतिर बुढो भएर मर्ला। यो ख्याल गर्नुला तपाईहरुले। म पनि माओवादीको मान्छे हो। अब परिवर्तन हुने बेला भयो। तपाईहरुको राणा शासन भन्दा खतरा शासन भयो। गुण्डाहरु नेता बने, चोरहरु नेता बने, बलात्कारहरु नेता बने, ज्यानमाराहरु नेता बने, तर जनताहरु झोला बोके खारीतिर पसे। अब के हुन्छ देशमा हालत? त्यही भएर जनताले अब राजा ल्याउन खोजे। यसरी बुझ्नुस् तपाईहरुले। नेताहरु धेरै नकराउनु, धेरै चुरीफुरी नगर्नुस्। वन मान्छेहरु याद गर्नु होला, म माओवादीको मान्छे हो। हामी निक्लिन तयार छौं अब माओवादीदेखि बाहिर। किन भनेपछि तपाईहरुको नेत हामीले ठीक मानेनौ। अब हामी बाहिर निक्लिन्छौं। 84 मा के तपाईहरु सिद्धिनुहुन्छ कि हामी सिद्धिन्छौं?